वेलकम गाइस टू फर माई न्यू ब्लग। अन्त बरु कस्तो हुन्छ? म चाहिँ एकदमै ठिकठाक। अनि आजको गाइस यो ब्लग कस्तो लाग्छ लाग्दैन नि लास्टमा हेर्दिनु होला प्लिज। अनि कस्तो लाग्छ लाग्दैन कमेन्टमा भन्नु होला। फुल भिडियो वाच गरिदिनु होला। ठ्याक्कै खानासाना खाएर काम गर्न त जानु पर्यो गाइस। काम नगरी उपाय छैन कि हाम्रो, किनकि गरीब हो। त्यसैले खानासाना खाएँ, ठ्याक्कै खाना लिए म र अनि मेरो साथी खाना खाएर खाना लिएर चलिदिए काममा। अब काम नगरी गाइस त हुँदैन, काम त गर्नै पर्यो। जिम्मेवारी थाहै छ तपाईँहरूले पनि, जिम्मेवारी लिएर चल्नु पर्यो। अनि ठ्याक्कै त्यहाँदेखि साइड आइपुगे। यहाँ मिस्त्री पनि आइपुगेको छ। यहाँनिर सब्जी काट्नु छ गाइस। यहाँनिर नमस्तेको बुट्टा यताउति। फुल भिडियो हेर्नु, फुल भिडियो हेर्नु होला गाइज। फुल भिडियो वाच गरिदिनु होला प्लिज। अनसब्सक्राइब गरिजानु होला। यहाँसम्म भिडियोमा रोक्नु भएको छ भने। यहाँदेखि यति डिजाइन दियो, नमस्तेको डिजाइन आयो। अब अगाडि हेर्दै जाउँ गाइज के हुन्छ। फुल भिडियो वाच गर्नु होला गाइज प्लिज। धेरै दिनदेखि युट्युबमा मेहनत गरिरहेको छु, यो युट्युबमा भिडियो हालिरहेको छु, तर कुनै सपोर्ट पाएको छैन है गाइज। प्लिज सपोर्ट गर्नु होला। ठ्याक हेर्नु न, अब मसला जाँदैन हात लिएर चिप्काउनु पर्नु भनिरहेछ यो मिस्त्रीले। भन्दैछ अरे हात लिएर हाल, यसरी कहाँ चिप्किन्छ र मसला? हात लिएर उठा अनि लागा, यसरी नै गर्नु परिरहेछ। थ्याक के गर्नु गाइज, गर्नै पर्छ। हात खाइदिएको छु, हात लिएर नै चिप्का भन्दैछ। हात लिएर हिँड्नु कति टाइम लाग्छ, बिस्तारै आरामले गरि त रहेको छु। अब गाइज कस्तो लाग्छ लाग्दैन यो भिडियो कमेन्टमा भन्नु होला प्लिज। अनि ठ्याक्कै यहाँ सिमेन्ट हान्दैछ यो मिस्त्री। हानिसक्यो मसला। मिस्त्रीको काम पनि खत्रै हुन्छ गाइज, थाहा छ नि तपाईँहरूले। अनि गर्मी यति थियो नि गाइज, कुरा नगर्नु गर्मी, बाफ्रे घाम। अनि ठ्याक्कै गाइज त्यो पर्दा हाले, खाना खाएर उता खाना खोलिरहेछ। खाना खाएर एकछिन रेस्ट गरेँ, ठ्याक्क एकछिन रेस्ट गरेर रेस्ट टाइम अहिले 1 घन्टा गाइज। यति घाम छ नि आज, यति गर्मी छ नि के भन्नु। हेर्नु न, गर्मी नै नुकिरहेको छ पिलरमा दुईटैजना, एकदम भयङ्करवाला गर्मी। हेर्नु माथि घाम कति छ, यति घाम नि बलुवा बोक्नु परिरहेछ गाइज। यति गर्मीमा यति घाममा गाइज गाड फटिहाल्यो छ। फर्माको लागि, पिलरको लागि यो बलुवा 3 बोराको बलुवा, 3 बोरा सिमेन्ट, 3 बोरा यो। यति गर्मी गाइज, बलुवा लिएर आउँदैछ, म लिएर आएँ। कम गर्मी छ गाइज, यति गर्मी छ नि काम गर्नै मन लाग्दैन। हेर्नु गाइज भयङ्कर गर्मीले हालत के हो। अनि गाइज यो भिडियो कस्तो लाग्यो लागेन लास्टसम्म हेरिदिनु भएको छ भने, यहाँसम्म रोक्नु छ भने कमेन्ट गरेर जानु होला। भोलि मेला छ, त्यसको लागि त यहाँ यो मिस्त्री यता गर्दैछ। हामीहरूको साला यहाँ बालु बोक्दा गाड फटिसक्यो। यति गर्मी छ कि त्यसको त गाडै फटिहालेको छ। यो साला बोक्नै माग्दैन, खाली घुरी बस्छ। यसकै चल्दैमा यति टाइम भयो। 3 बजिसक्यो नि। हेर्नु न गाइस, यो कलुवाले त बलुवा बोक्नै माग्दैन। बलुवा बोक्दैन जस्तो साला, जा गिट्टियो गर्न पठाइदिए साला गाइस। कम गाड फाटिरहेछ, यति गर्मी छ नि। गिट्टी उठा, बलुवा उठा, के गर्नु गाइस, गर्नै पर्यो। सिमेन्टीको बोरा गाइस खतरा भारी थियो, ल्याउँदा हालत बिग्रिहाल्यो। बहुत भारी गर्छ गाइस सिमेन्टीको बोरा। के गर्ने गाइस, गर्नै पर्यो। यस्तै छ जिन्दगी, जसरी पनि काट्नै पर्यो। यति गर्मीमा साले मसला पेट कलुवा।
कलुवा मसला पेट धडाधड अनि यता म बसेर छु गली हालेको छु गाइस यति गले नि पुरा नगर्नु हेर्नु न पसिना यति गर्मी छ पसिना पसिना माथि हेर्नु न घाम मोबाइलको क्यामेरा पनि फुटाइदिन्छ होला यति घाम छ नि के गर्नै मन लाग्दैन न काम गर्न न भिडियो बनाउन तर पनि गाइज युट्युबमा 3 सालदेखि भिडियो बनाइरहेको छु प्लिज सपोर्ट गर्नु होला अब एउटा पिलर छ यो पिलर हाल्ने अनि गाइज जाने लास्ट भिडियो छ यहीसम्म थियो गाइज भिडियो कस्तो लाग्यो लागेन कमेन्टमा भन्नु होला अनि भोलिको लागि भिडियो भोलि आउँछ भोलिको लागि सब्स्क्राइब गरिराख्नु होला आजको भिडियो कस्तो लाग्यो लागेन कमेन्टमा भन्नु